नमस्ते सेवा। आज हामी आएको छौँ ट्री हाउस घुम्नलाई। ससिनाको रिक्वेस्टमा एउटा ब्लग फर्किनु लागेको। अब अल्छी लागिसक्यो, अघि आउनु त आएको, त्यति नबनाउनु पर्यो भनेको बनाउनु अरे त, त्यही भएर बनाइदिएको नि। अब फर्किनु लागेको ट्री हाउस। हावा सर आइरहेछ, अनि त पानी पर्नु लाग्यो, त्यही भएर अब जानुपर्छ हामी चाहिँ फर्किने। त्यही छ, यस्तो छ है ठाउँ त मजाको छ नि, बस्छु बस्छु लाग्ने, केटाकेटीले खेल्ने ओर्ने। यहाँ हामी चाहिँ यताको हाउसमा छौँ, पर नि एउटा छ, यहाँ तल एउटा छ। भाइ बहिनी खेल्दैछन् यहाँ केटाकेटीहरू। जानुपर्ने, पानी आउन आँटिसक्यो। केटाकेटी यही उमेरमा आनन्द छ नि, के गर्नु र। त्यही उमेरमा बस्नु नमिल्दो रहेछ त होइन। जाउँ अब, गइदिनुपर्छ। यस्तै छ हाम्रो ट्री हाउस, तर हरियाली छ नि ठाउँ त, आनन्दको दामी। हेर्दै जाउँ, अब फर्किनुपर्छ। हामी चाहिँ फर्किएको। अब अघि आयौँ बस्यौँ, अब हिँडेको। केटाकेटीको लागि यहाँ लाग्दिएको हामी चाहिँ हाम्रो रुमतर्फ। मान्छे टन्नै आउँछन्, अन्त अघि फर्किसक्यो हामी चाहिँ। यति बेला बस्ने पालै आएको थिएन, त्यही भएर जान्छ। एक्सर्साइजको लागि पनि बनाएको छ। पहिले यस्तो थिएन नि, यहाँ धुलै धुलो थियो, भर्खर बनाउँदैछन्, अझै बाँकी नै छ बनाउनु। यस्तो है, यस्तो रहेको छ हाम्रो ट्री हाउस धनकुटाको एउटा पर्यटकीय स्थलमा यो पनि पर्छ। मान्छेहरू आउनुहुन्छ यहाँ नि धेरै। अहिलेसम्म चाहिँ टिकट सिस्टम भएको छैन, हुनै बाँकी छ, अब बनाउँदैछन्। यहाँ चाहिँ ससिना म्याडम ऐना हेर्दै हुनुहुन्छ। अघि बनाइसकेपछि चाहिँ टिकट सिस्टम हुन्छ होला सायद। छिटो लु, रनिङ। फर्किँदैछौँ। त्यहाँदेखि यहाँसम्म चाहिँ रोड पिच भएको छैन कि, अझै पनि यस्तै छ। कच्ची रोड अझै पनि छ, बिस्तारै बन्ला नि। बिस्तारै नेपालमा त्यही हो, कति लाग्छ टाइम। यहीँ अगाडि चाहिँ पिच छ, फेरि पारी जाने राम्रो बनाएको छ, राम्रो छ। हिँडौँ लाग्ने। ससिनाको रिक्वेस्टमा आएको ट्री हाउस। अल्छीले म त अल्छीले बल्ल आइपुग्यो कि, घाम लागिरहेको थिएँ अघि त, बल्ल आइपुग्यो। अहिले त फेरि पानी आउनु लाग्यो क्या। अघि केही भनेन, बनाऊ पनि भनेन, यति बेला फर्किने बेला चाहिँ बनाऊ भन्छ। हामी चाहिँ मेन रोडमा आइपुग्यौँ। यहाँ बस्ने ठाउँ पनि छ यस्तै। माथिदेखि आउँछ मेन रोड, हटिया हुँदै यहाँदेखि पारी के भन्छ ठाउँहरू पनि, के अरे बन्चरे टाङखुवा के हुँदै जान्छ कि, हुँदै तलतिर। यहाँ चाहिँ फुटबल ग्राउन्ड छ, बाइकहरू सिक्नु हुँदो रहेछ, स्कुटीहरू चाहिँ सल्लाह। तर कस्तो राम्रो देखिने के, सल्लाहघारी सुसायो ससिना। फेरि यहाँदेखि चाहिँ उता बाटो छुटिन्छ, यहाँदेखि उता पक्की भएको छैन अझै, उता चाहिँ मेन रोड हो। यस्तै छ है। लु चाहिँ फर्किँदैछौँ। ठिकै छ, फर्किँदा भए पनि भिडियो बनाउँदै जानु पर्यो, मेमोरी हुन्छ होइन। चाहिँ अल्छी लाग्दो दुईजनै। ससिनाले गर्दा आएको, घुम्नु त भनेर आएको, अल्छी लाग्दो होइन। हवाइलो छ, हावा चलिरहेछ राम्रै। रोड चाहिँ दामी छ है यहाँको। फेरि मेन रोड हो यो चाहिँ। यता हाम्रो अर्को कोशी राजमार्गको मेन रोड भन्दा पनि ठुलो छ क्या हाइवे। हेलो दिदी।
सानो भाइ केटाकेटीहरू ल साथीहरू हामी चाहिँ फर्किँदैछौँ बिस्तारै बिस्तारै कुरा गर्दै जाऊँ न फेरि घाम आएको होइन आजकलको मौसम त सोचिरहेको छ साधारण छिनछिनमा चेन्ज एकैछिनमा लु एकै सेकेन्डमा के गर्छ सोचिना नि त्यस्तै छ नि एकैछिनमा उसको मुड चेन्ज हुन्छ एकैछिनमा हाँस्छ एकैछिनमा रिसाउँछ त्यस्तै भएको छ आजको मौसम घाम ठिकै थियो आउने बेला फेरि त्यहाँ आइपुग्दा पानी पर्न आँटेको थियो फेरि फर्किने बेला घाम लाग्यो अघि चाहिँ यो पिच रोडमा झन् उयो गर्मी हुन्छ तातेर त्यही भएर जङ्गलको बाटो आएको थियौँ अहिले चाहिँ यहीँ मेन रोडबाट फर्किँदैछु तलबाट चाहिँ पानी पर्नु लागिरहेको त्यही भएर चाहिँ फर्कियो फेरि हेलो हेलो भन्दाखेरि बुझ्छ हो मजाले फर्की हेर्छ लु पनि रोड चाहिँ यस्तो छ है लु हाम्रो रोड होइन हटियादेखि छुट्टिने रोड पारि के भन्छ परेवाडिन के हो ठाउँको नाम पनि परेवाडिन भनेको त हाम्रो भाषामा त के हो परेवाडिन भनेको त हाम्रो भाषामा के भन्छ परेवाको अन्डा ठाउँको नाम हो नि फेरि परेवाडिन पारी मुस्लै लु पानी पर्दैछ पानी परिरहेछ यहाँदेखि चाहिँ बाटो छुट्टिन्छ मेन रोड मास्तिर यहाँबाट चाहिँ सर्टकट एकैचोटि पर कहाँ निस्किन्छ टुडीखेलदेखि अलिक छेउमा यहाँदेखि चाहिँ हटिया निस्किन्छ हामी नजाने सर्टकट बाटो जाने हो सर्टकट लिने हो सोचिना घुमाइ कस्तो भयो राम्रो एकदम उसले मलाई उक्साएर लिएर आएछ बस्दा हावा मजाक चल्छ नि फेरि यहाँबाट फेरि अर्को सर्टकट लिन्छौँ है यहाँदेखि पनि हटिया नै पुगिन्थ्यो फेरि यहाँदेखि डाइरेक्ट पर पुरानो घर आठपरे राईहरूको मूल घरहरू यस्तो हुन्छ है पुरानो पुर्खाहरूले बनाउनु भएको घर चाहिँ यस्तो रहेको छ धनकुटाको मूलवासीहरू आठपरे राई यस्तो बाटो सर्टकट लाग्दिने अब पानी पर्नु लाग्यो नि त छिटो रुम पुग्नुपर्ने हुन्छ होइन सर्टकट बाटो आएको त यस्तो रहेको बाटोको हालत फेरि बाटो चाहिँ धारा छ जस्तो लाग्थ्यो एउटा हो कि होइन पानी दाउरा त होइन फेरि उकाली ओह्राली भन्ज्याङ चौतारी नै भयो त गलेर फेरि रोडमा आइसक्यौँ सर्टकट बाटो कटेर पनि कहाँ गयो आरू टिपिहाल दिलै छैन गल्यो गेम चलिरहेछ त्यहाँ टुटीखेलमा मान्छे टन्न पाक यस्तो छ है लु आजको नजारा चाहिँ हेर्नु लागेको छ बाटोमा यो चाहिँ तल्लो कप्चे ओरेन्ज सिटी माथिल्लो कप्चे चाहिँ ओरेन्ज सिटी भन्छ अनि त्यस्तै हो सबै कलर एउटै पार्टी यस्तै छ लु टुटीखेल पुग्नु लाग्यो हामी चाहिँ अब घरहरू एक नजरले राम्रो देख्छ नि सबै एउटै कलरको होइन ल बोजूहरू यस्तै हो जीवन उमेरमा कति राम्री हुनुहुन्थ्यो होला कति राम्री बोजू राम्री बोजू अहिले यस्तो छ पछाडि त्यही नै हुने हो सबैजना म पनि अरू पनि यो पुरानो सहर बजार हो यो चाहिँ तल्लो कोप्चे बजार मान्छेको भिड देख्न सक्नुहुन्छ आज घरहरू हेर्न लायक छ नि छुट्टै किसिमको राम्रो क्या
चाहिँ ओरेन्ज कलर सबै टुरी खेल परिसर आइसक्यो अनि हामी चाहिँ गेम नहेर्ने घर जाने पानी नै आउला जस्तो भइरहेछ त्यही भएर गेम नहेर्ने आज फाइनल होइन नि त त्यही भएर ल यस्तो छ है आजको चाहिँ टुरी खेल फेरि भिड ओहो गेम सुरु त भएको रहेनछ मान्छेहरू भर्खर आउँदै हुन्छ अहो मान्छे लुक्ने प्याराफिटमा एन्टी लाइट गरिदियो नि त फेरि देखिँदैन रहेछ मान्छे प्याराफिटमा ल यस्तै छ हामी चाहिँ अब लाग्दिने रुमतिर हाम्रो बाटो यहाँ तलबाट हामी चाहिँ रुम लगभग पुग्न आइसक्दैन अझै बाँकी छ नि 150 देखिहाल्नुभयो फुटबलको क्रेज मान्छे कतिको फुटबल मन पराउँछन् हाम्रो आज यस्तै छ फाइनलमा झन् कति धेरै मान्छे चाहिँ बस्ने ठाउँ हुँदैन पोहोर गएको थियो व्यवसाय भीमनारायण के हो भीमनारायण कप यस्तै के हो भीमनारायण जस्तो लाग्छ स्पोन्सर चाहिँ एक्सट्रिम गर्छ योचोटिको एक्सट्रिमले देश खायो त्यसो राम्रो पनि हो नेपाली ब्रान्ड ठिक छ चिजी चाहिँ कति बेला पाकेर खाने हो होइन भर्खर चिजिला नै छ त हौ कहिले पाकेर खान सोचिनँ हाम्रो त सबभन्दा पछाडि फल पाक्ने लिची त अहिले पाक्ने बेला भइसक्यो यो त झन् भदौतिर पाक्छ सेमी फाइनल दुईचोटि हुन्छ हैन दुईचोटि अब कतिजना टिम छ कतिवटा टिम छ त्यो अनुसार हुन्छ हामी चाहिँ रुम पुग्न आँट्यौँ अब चाहिँ फाइनल्ली गलेर हिँडेर एक्सर्साइज आफ्नै लाग्यो स्वास्थ्यको लागि टुरी खेल देखिँदो है यहाँदेखि हजुर मान्छेहरू टन्न रुम परिसर आइसक्यौँ हामी बाटोमा कुनै ठाउँ हिँड्ने ठाउँ छैन यस्तो आज सेमी फाइनल होइन सेमी फाइनलमा यस्तो छ रुम पुग्न लाग्यौँ रुममै गएर भेटौँ होला साथीहरू गर्मी लाग्दै भयो क्या पसिना घरि घाम लाग्छ घरि पानी परेको जस्तो नि के हो सोसिनाको मुडी जस्तो भेटौँ है ल यहाँ भविष्यको फुटबलरहरू होइन भविष्यको फुटबलरहरू यहाँ बाटोमा फ्युचर फुटबलर को मनपर्छ फुटबल खेल्नु सबैभन्दा कसको फ्यान तिमी हो र रोनाल्डो फ्यान हो यता फेरि साथीहरू रोनाल्डो फ्यान हो यताको रोनाल्डो फ्यान ठिक छ आफ्नो आफ्नो रोनाल्डो फ्यान म चाहिँ नेमारको ल साथीहरू नेमार इज बेस्ट तर अरूलाई डिसरेस्पेक्ट गरेको होइन सबैजना आफ्नो आफ्नो ठाउँमा उत्तिकै हुन्छ तर मेरो चाहिँ नेमार मेरो रोनाल्डो आज चाहिँ हामी रुममा आइसकेको अब रेस्ट गर्नु भए पसिनै गर्मी नलाग्ने जस्तै हो कसले जानु भनेर त त्यही भएर डुल्नु हुँदैन उक्साएर लगेको नि दुईजना मात्रै भाइ चाहिँ गेम खेल्नु गएछ काकी पर आराम गर्दै हुन्छ हामी पनि रेस्ट टाइम ल गाइस बाई नेक्स्ट ब्लगमा भेटौँला।